welcome back to my channel. Done. This is Grananya Rai. म चाहिँ भर्खर मुख धोएको है, त्यहाँ मुख धोएर चाहिँ भिडियो इन्ट्रो बनाएको। अन्तखेरि मैले चाहिँ आज भिडियो लिएर आएको छु। मेरो भिडियोको टपिक नै छ के भन्दा मेरो विकेन्डमा 2 days छुट्टी हुन्छ, द्याट इज सन्डे एन्ड स्याटरडे। अन्त स्याटरडे चाहिँ यताउता गर्दा बितिसकेको छ। सन्डे चाहिँ म के गर्छु भनेर तपाईँलाई देखाउने छु। वाच टिल द एन्ड, हेर्दै गर्नुहोस् होला। बाई बाई। हेर्नुहोस् न गाइस, यो केराको फुल यस्तो दामी फुलिरहेको छ कि मलाई साह्रै स्वाद परिरहेको छ यो फुल फुलेको देख्दा चाहिँ। मेवा हेर्नुहोस्, मेवा द्याट इज मेवा पपैया। सो म मुख पुस्नु जान्छु ल, म चाहिँ यहाँ छु। हाम्रो घरमा फुल फुलेको देख्छु ल, देखाउँछु ल। Look at this flowers. म मुख पुस्नु पर्ने। This is मेन्टक। आगो मरिरहेको छ। मैले यति बनाइसकेको छु। हाई गाइस, म चाहिँ कुखुरा काट बनाइसकेको छु। आज म बिस्कुट चिया खान्छु। ओके गाइस, मजी लागेछ। गाइस हेर्नुहोस्, देवा चाहिँ यहाँनिर काम गर्नु हुँदो रहेछ। गाइस, आज म जस्तो पापी चाहिँ यस संसारमा कोही पनि छैन र। अब म त माछा बनाउनु म जस्तो हतियार यस संसारमा कोही पनि भएको छैन। बा माछा ठुलो गरौँ होइन। गाइसहरू, यहाँ म माछा बनाउँदैछु। एउटा बनाइसकेको छु, अब यो चाहिँ अर्को उल्टा बनाउँदैछु, तर ठिक छ। मासु मेरो स्टिल यसको बाहिरको फ्याँकिसकेको छु। काम गर्ने मान्छेको चाहिँ पुरा काम गर्ने मान्छेको काम हात पुरा खजुरो हुन्छ भनेको थियो। अन्त उहिलेको युगमा चाहिँ मागेर चोरेर मन परेको केटी चाहिँ बुहारी बनाउनलाई चाहिँ चोरो जानु पर्थ्यो अरे नि। अन्त अब केटी त मन पर्यो, केटीले पनि केटा मन पराएको छ, केटाले पनि केटी हो। बाबा अब माग्दा र दिएन अरे। अन्त केटी ल्याउनै पर्यो अरे हो। कुन चाहिँ ल्याउने भन्दा चाहिँ दिदी बहिनी थुप्रै थियो अरे नि। अब उहिले त भुइँ घरमा लहै नै सुत्छ। सब्जी थाहा पाऊँ खाऊ न नानी, रस किन ल कहाँदेखि आमाले भनेर के काम गर्ने चाहिँ ल्याउनु है, फेरि अन्धेरोमा अर्कोले पठाउलास् नि। काम गर्ने मान्छेको चाहिँ हात पुरा खसुरो हुन्छ, काम नगर्ने अल्छेको चाहिँ मैले सुनेको थिएँ नि कता कता
अल्छेको चाहिँ भरे उयो न हातमा धुइ सुतेको हुन्छ है अन्त हात खसुरो हुन्छ हात छामेर ल्याउनु काम गरेको चाहिँ भरे हात छाम्दै छाम्दा अल्छिने हो त ढेँडो खाएर चाहिँ हातै नधुइ सुतेर छ अरे ओ यो कुरो छ अब बोकेर टिपेर भागेछ अरे मेरो कोकले टोक्नु त सफर्डी नगर्नु न यस्तो चाहिँ Doggies are eating. खान्न भएको छ नगरे विकास दा 4 5 गाइजहरू मेरो कोकले चाहिँ यहाँ फुल राख्ने बनाउनु हुँदैछ कोक आइ भन्नु न यता कोक आइ भन्नु न यहाँबाट गाइस म चाहिँ घर जाँदैछु दिदीहरूलाई पुऱ्याएर होइन अन्त यस्तो चाहिँ जिन्दगी मेरो भिलेज लाइफ भनेको नि त्यही त यही हो होइन तपाईँहरूलाई म मकै बारी देखाउँछु ल गाइस मकै यता चाहिँ अब यो धानको लागि रेडी गर्दैछ तल गाई चरी नि गोरु चरिरहेको छ मकै छ त्यहाँ पनि मकै अलिक यसको खाने बेला भएको छैन कि हुनु आँटिरहेको छ भएपछि चाहिँ पोलेर दार्दै खाने हो मिठो हुन्छ हुँदैछ नि अब यसमा चाहिँ बिहारी राख्नुपर्ने हुन्छ यसमा चाहिँ धानको सिड्सहरू उमार्नुपर्छ यो गराममा हाई गाइज म चाहिँ तपाईँहरूलाई हाम्रो घरको मान्छे के गर्दैछ भनेर देखाउनु आँटेको छु हेर्नुहोस् गाइजहरू गएको लामो देखाउनु तपाईँ यहाँनिर चाहिँ कुनै के खानु हुँदैछ हो मकैबारी दराम तर कोकले चाहिँ चिच्ची दराम गर्नुहुँदैछ सो म चाहिँ यहाँ छु हेर्नुहोस् अन्तखेरि ओ माई गुडनेस हेर्नुहोस् हाम्रो म्याडमजी यहाँ सुतिराख्नु भएको छ अन्तखेरि हाम्रो यहाँ देमा चाहिँ सी इज वासिङ हर डिस एन्ड देन हाम्रो यहाँ लड्की जो कि सानो कुकु सुतिराख्नु भएको छ हुन्छ नि म पनि सुत्नुपर्ने हुन्छ त्यहाँबाट एकछिनमा हुड कटिङ जानुपर्छ हुड कटिङ बुझ्नुभयो दौरा काट्नु गाइज गेट रेडी विथ जुत्ता दौरा काट्नु जाँदा लाउने जुत्ता गाइस अब हामी चाहिँ लागेको दौरामा लागेको गाइस मैले बिहान भिडियो इन्ट्रो पनि यहीँबाट बनाएको थिएँ अब हामी यहाँबाट यता जानुपर्छ नि त घाम लागिरहेछ कुकुरले चाहिँ भन्दैछ नजानु साप भेट्छ भनेर मलाई पनि छुट्टी हुन्छ डेमा म लाग्दिहाल्छ डेमा पनि बहिनी किनभने बहिनीसँग जानुपर्छ नि त स्कुल अन्त डेमा पनि भ्याउँदैन म पनि भ्याउँदिनँ सो छुट्टी भएको होइन गइहाल्नु चाहन्छु म जान्छ नि बुझ्नुभयो गाइजहरू यस्तो शीतल रुखको अगाडि आउँदैछ कि टिम्बुर लुक एट टिम्बुर गाइज यो टिम्बुर हो यो चाहिँ के हो यो फुल जस्तो चाहिँ के हो मलाई यो चाहिँ थाहा भएन यहाँ चाहिँ सिबी उहाँ चाहिँ बेलायती फर्सी भन्छ कि त्यो पनि थियो तर अलिक बोट मरेको जस्तो लाग्यो अन्त हेर्नुहोस् इस्कुसको मुन्टा खानुहुन्छ भने आउनुहोस् हाम्रो त्यो घरमा बुझ्नुभयो गाइजहरू यसलाई चाहिँ टाउकोमा भिड्नु पर्यो साह्रै टेर भयो त्यो फर्स्ट जग्गा पाएको छु
softly spoken, with no strings tying you to me. I'm happy in your company with no. हाई गाइज म चाहिँ बिसाइरहेको छु देमाले चाहिँ त्यहाँ सबै दाउरा खोलेर चाहिँ मिलाउनु हुँदैछ नि त अन्त मलाई चाहिँ खोल्चापट्टि देखाउन भन्नु थियो क्या खोल्चा जाने बाटो खोजेँ तलमाथि गएर भारी बोकेर पाइनँ कि अब देमालाई पर्खेको देमाले यहाँ आउनुहुन्छ कि देमासँगै जान्छु त्यहाँबाट म गरम पसिनाले च्याप पऱ्यो अब गएर नुहाउनु पर्ने हुन्छ त्यहाँबाट पढ्नुपर्छ जिन्दगानी यही हो मेरो हावा चल्छ कि फेरि यस्तोमा चाहिँ हाँगा झरेर लाग्ने डर हुन्छ डर मैले देमालाई बाटो सोधेँ कि देमाले ओह्रालो पो जानुपर्छ अरे म चाहिँ उकालो पर्खिरहेको थिएँ कि ओह्रालो जानुपर्छ अरे घाम आइरहेको होला ओह्रालो जान्छु म तर त हुन्छ यहाँ पनि लागेको हामी चाहिँ घर मेरो त्यही हुनुहुन्छ चाहिँ यस्तो छ बाटो चाहिँ जस्तो जुत्ता लगाएको अन्त फाइदा भएन र त गाइज वी आर इन होम बल्ल गाइज आमा गरेन्टल खाना आँटेको हो दिमागलाई राख्दिउँ म चाहिँ यस्तो हटेर किन खाना आँटेको छु भने अस्ति मैले यो सर्ट्समा दिएको थिएँ कि यो चाहिँ नि बिहानसँग मजाले खाएको थियो आज म खानु गइरहेको छु कस्तो हुँदो रहेछ भन्छु ल गाइजहरू हाम्रो घरमै फलिरहेको छ लट्टर पनि छ यो कलिलो होला है यो त कि छिप्पेको नटिप्नु नि छिप्पेको हो कि यो कलिलो कलिलो ए कलिलो त अघि हुँदैन मन गरिकन खाने हो भगवान अमिलो चाहिँ पुरा नामै त करेन्टहरू अमिलो भएन भने कसरी हुन्छ कस्तो हुँदो रहेछ नि दिलबर ए दिलबर मोनिका आऊ न हाई गाइज सो म चाहिँ नुहाएर पनि आइसकेको छु दाउराबाट आएर चाहिँ म नुहाएँ नि त एकछिन रेस्ट गरेर अन्त अब चाहिँ म रेस्ट गर्छु एकछिन त्यहाँबाट पढ्नु बस्नुपर्ने हुन्छ गाइज हो फेरि भोलिदेखि स्कुल जानुपर्छ होइन अन्त आजको मेरो दिन जतिकै बित्यो काम गरेर खाएर सुतेर नै बित्यो मेरो दिन बाई बाई गाइज होप यु गाइज लभ इट डोन्ट लाइक कमेन्ट एन्ड सब्सक्राइब त्यति नै ओके गाइज बाई बाई सी यु अन नेक्स्ट भिडियो